अथ त्रयोविंश अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। त्यहाँ उपरान्त नवराज ब्राह्मणकी स्त्री चन्द्रावतीले आफ्नी सासू गोमासित भनिन्, हे माता, म माइत नगएको धेरै दिन भयो। यहाँ खानलाई छैन, लाउनलाई वस्त्र पनि छैन। अरूसित मागेर कति दिन निर्वाह गर्ने? यसर्थ तपाईँले आफ्नो जिउको र घरको सम्हार गरी बस्नुहोला। तपाईँका छोरा आएपछि मलाई डाक्न पठाउनुहोला। म गएपछि एक पेट पाल्न तपाईँलाई पनि सजिलै हुनेछ। म जान्छु भनेर गोमा ब्राह्मणीलाई दण्डवत गरेर चन्द्रावती माइत गइन्। चन्द्रावती गएपछि आफूलाई दुःख परेको देखेर भिक्षुक रूप श्री महादेवले सरापेको सम्झेर मनमा नै भन्न लागिन्। 7 वर्षकी हुँदा 70 वर्षका बुढासित विवाह भयो। ती पनि भिक्षा माग्न भनी गएका फिरेनन्। फेरि छोराले बुहारीले पनि छाडेर गए। यस्तो अवस्थामा परे, धिक्कार रहेछु। उस दिन मलाई श्राप दिने भिक्षुक श्री महादेव नै रहेछन्। हे जगदीश्वर, हे शशि शेखर, तपाईँलाई कोटि कोटि नमस्कार छ। मैले जानिन अपराध गरेँ, अनजान बालकको अपराध भनेर क्षमा गरी मेरो रक्षा गर। कि मेरो यो प्राणलाई हर भनेर आँखादेखि बलिन्द्र आँसुका धारा खसाली सधैँ रोइ कराई बहुलाई जस्ती भएर हिँड्न थालिन्। यो कुरा कैलाशमा रहने पार्वतीले चाल पाइन् र श्री महादेवको आनन्द समयमा बिन्ती गर्न लागिन्, हे जगदीश्वर, हेर्नुहोस्, त्यो गोमाको दुःख, त्यो पनि तपाईँकै स्त्री हो। त्यसलाई उपेक्षा गर्न योग्य छैन। मलाई अति करुणा भयो। हे दीनबन्धु दयासागर, त्यसको केही उपाय गरौँ कि? आज्ञा भए श्री स्वस्थानीको व्रत गराइदिए। दुःखको समुद्रदेखि पार होली। यस्तो पार्वतीले भनेको सुनेर महादेवले त्यसै गरे हुन्छ भन्ने आज्ञा भयो। तब पार्वतीले सप्तऋषिलाई डाकी मर्त्यमण्डलमा चन्द्रज्योति नगरकी गोमा नाम गरेकी ब्राह्मणी अति दुखी छ। त्यसलाई श्री स्वस्थानीको व्रत गराओ अनि त्यो दुःखका समुद्रदेखि पार हुनेछ भनेर बिन्ती पनि बताइदिन्। पार्वतीको आज्ञाले सप्तर्षिहरू मर्त्यमण्डलको चन्द्रज्योति नगरका बाहिर पुगी गोठाला केटाकेटीसित यहाँ दुखी को छ भनेर सोधे। तब ती केटाकेटीले भने, यस नगरमा उस्तो दुखी कोही छैनन्, सबै सुखमै छन्। ऊ त्यहाँ गोमा नाम गरेकी ब्राह्मणी अति दुखी छन्। उहाँ गएर सुध्याई हेर भनी घर समेत देखाइदिए। तब ती ऋषिहरू हपार्दै गए। गोमाले को हो भनी हेर्दा ऋषिहरूलाई देखि दण्डवत गरी आदरपूर्वक भित्र डाकेर पिर्गामा बसालिन् र हे ऋषिश्वर हो, म यस्तै पापिनीलाई मेरै घरमा आएर दर्शन दिनुभयो, के कामले पाल्नु भएको आज्ञा होस् भनिन्। तब सप्तऋषि भन्दछन्, हे गोमा, तिमी दुखी हुनाले स्वस्थानी परमेश्वरीको व्रत गराउन आयौँ। एक चित्त भएर सुन। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका निमित्त यो व्रत गरेको हो। यो व्रत पौष शुक्ल पूर्णिमाका दिन हातगोडाको नङ काटी स्नान गरी शुचि भई एक भक्त रही एक चित्त रही महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 जात जातका फुल, नाना उपचार तयार गरी आरसीमा ओङ्कार लेखी गङ्गाजलले स्नान गराउनु। सिन्दुर, रक्त, चन्दन, फुलमालाहरू पहिराउनु। धूपदीप नैवेद्यहरू, कस्तुरी वस्त्र भेटी पनि चढाई श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु। कथा सुनाउनु। सुन्ने कोही नभए आफ्ना चर्खा उइटा खाटहरूलाई सुनाउनु। पछिबाट जुन काममा गरी व्रत गरेको हो त्यो सिद्ध हवस् भनेर अर्घ दिएर जप ध्यान गर्नु। श्री स्वस्थानी परमेश्वरी कस्ती हुन् भने सुन। सुवर्णवर्ण दीप्ताभ्यां त्रिनेत्रां कमलासनां सिंहासन समासीनां सर्वालङ्कारभूषितां नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभां खड्गचोर्मधरां चोर्धं वाम दक्षिणं यो क्रमात् चतुर्भुजां च मात्रत्र पूजयेत वृषकेतूनाम् एवं ध्वात्वा महादेवी स्वस्थानी जगदीश्वरी। पहेँलो सुनभन्दा पनि दिव्य वर्ण भएकी, 3 आँखा र कमलको फुल चाहिँ उज्यालो मुख भएकी, नाना अलङ्कार लगाएर सिंहासनमा बसेकी, खड्ग चर्म नीलकमल हातमा लिएकी, 4 हात भएकी यस्तै श्री स्वस्थानी परमेश्वरीलाई सम्झेर मेरो पूजा पनि त्यही गर्नु भन्ने महादेवको आज्ञा छ। यस्तै जगदीश्वरी स्वस्थानी परमेश्वरीको ध्यान गरी यो स्तोत्र पाठ गर्नु। नमस्तेस्तु जगन्मात स्वस्थानी परमेश्वरी, तव प्रसाद देवसी व्रत पूर्ण तवाज्ञया। हे जगत की माता
सबैलाई मङ्गल गर्ने स्वस्थानी परमेश्वरी तपाईँको कृपाले मेरो व्रत पुरा भयो। यति भनेर दण्डवत गरी प्रसाद झिक्नु। अष्टोत्तर 100मा 8 सबै झिकेर सगुन समेत आफ्ना पुरुषलाई दिनु, पुरुष नभए छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए गङ्गामा लगी मेरो फलानु कामना सिद्ध होस् भनेर बगाउनु। 100 रोटी आफूले फलहार गरी राति जागराम गर्नु। यति गरेपछि तिम्रो सम्पूर्ण दुःख नाश भएर सुख पाउले। यसमा अन्यथा नमाने। यस्तै व्रतका प्रभावले पार्वतीले महादेव स्वामी पाएकी हुन् भने ऋषिहरूले व्रत वृद्धि बताएपछि गोमाले मनमा आनन्द मानेर भनिन्, हे ऋषिश्वर हो, तपाईँहरूका कृपाले श्री स्वस्थानी परमेश्वरीको व्रत विधि सुने। म यस्तै पापिनीका घरमा केही वस्तु छैन, केले आतिथ्य गरौँ, पसलबाट पान किनेर ल्याउँछु। तब जानुहोला भनी चर्खामा रहेको धागाको लरिया लिएर घरदेखि निस्किन्। सप्तऋषिहरूलाई तिनको दुःखदेखि दया भयो र 7वटा सुनका कौडी आफू बसेका पीरका मुनि छोडी स्वर्ग गए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमारस्थ संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां स्वस्थानी व्रतोपदेशो नाम त्रयोविंशो अध्याय समाप्त। उपनयन्तु मङ्गलं सकल जगत् मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथिवी शैशशालिनी देशोऽयं छवरहितो ब्राह्मणा सन्ति निर्भया अपुत्रा पुत्रिण सन्तु पौत्रिण निर्धन सदन सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युदार कथा प्रसङ्ग। या कुन्तेन्तु तुषारहार धवला या शुभवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या वरमाण्डच्युत शङ्कर प्रवृत्ति देवै सदा वन्दिता सा मां पातु सरस्वतीं भगवतीं निशेष जाड्यपः। कायेन वाचा मनुष्येन्द्रिय वा बुद्धात्मना वा प्रकृति स्वभावत् करोमि यद्यत्म सकलं परस्मै नारायणाय इति समर्पयेत्। बोलिए श्री स्वस्थानी परमेश्वरी की जय।